दाजुभाइ यहाँ कृषि फार्म घुम्न आएको छौँ। साथीहरू देख्न सक्नुहुन्छ यसलाई यहाँ बाख्रा यतापट्टि चल्दैछ। तोरी छरिसक्नु भएको यहाँ? पार्क धरानको झन्डा पार्क धरान 14 मा रहेको झन्डा पार्क माथि छौँ है साथीहरू। यतिखेर हामी ल यस्तो धरान बजार यस्तो देखिन्छ है। यो के को रूप स्थानीय पर्यटकीय आन्तरिक पर्यटकीय हिसाबले यो झन्डा पार्क अत्यन्तै महत्त्वपूर्ण भएको छ। धरान नगर आर्थिक सहयोगको लागि टेवा पुर्याउने एउटा राम्रो माध्यम बनेको छ। हाम्रो पपुलर मेयर धरान नगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङबाट यसको उद्घाटन गरिएको छ। यहाँ तोरी छर्नलाई तयार पार्नुभएको। यो 1.5 वर्षको बोका हो। यो जान चाहिँ अलि हामी चाहिँ जाँदैछौँ झन्डा पार्क। एकदम घारी घारी छ यो ठाउँ चाहिँ। घाँस रोपेको घाँस हो यो। मान्छे भन्नु धेरै अल्गो घाँस छ क्या यो। चन्द्रकान्त कृषि फार्म खोलेपछि रोपेको घाँसहरू यो साथीहरू यस्तो अग्लो अग्लो भइरहेको छ। यहाँ केरा भन्नुहुन्छ भने यहाँ धरानभरिलाई एकदम राम्रो केरा। यो राजा रानी धरान 20 नम्बर ओडाको भन्दा मिठो राम्रो केरा हुन्छ। बाटो फार्नु भयो हो? बाटो फार्नु भएको? लु जाउँ यताबाट घुमेर कताबाट घुम्नु। यहाँ बाख्रा चढ्दैछ। यहाँ बाख्रा कति रुपी जा? बाँदरको लाग्यो नि केरा जङ्गलै भएर रोपिदिनु भएको रहेछ। यो सबै हाम्रो धरानका पपुलर मेयर हर्क साम्पाङको चाहिँ नि यो सिद्धान्त हो। हरे गरिकन बाँदरले दुःख दियो। यहाँ बाँदर आक्रमण, बाँदरको चाहिँ एकदमै बाँदरको यो के भयो आतङ्क, बाँदर आतङ्क निवारण गर्नको लागि यो केराहरू रोपेको। ठिङ्गाबारी पनि देखिँदो रहेछ यहाँबाट। ठिङ्गाबारी होइन होइन यो धरान 5 वडा एकदम सबै धरान ठिङ्गाबारी अनि पानमारा हल्का देखिन्छ। ठिङ्गाबारी धरानको वडा नम्बर 5 अनि वडा नम्बर 6 पर केही पर सेतो देखेको अलिअलि। यसलाई चाहिँ के भन्छ दाजु? सुपर मेपर मेपार आउँदैन। त्यो बर्खा अब जताततै अरू घाँसहरू प्रशस्तै, त्यसले गर्दाखेरि यो अरू घाँस काटेर खुवाउँदै यो घाँस काटेर खुवाउनु पाइएन। रह्यो यो ठुलो ठुलो रुखहरू मसिनो बिरुवा थियो पहिला, त्यो जोगाएपछि यस्तो ठुल्ठुलो भयो हो। यो चाहिँ सैगुनको रुख हो। यो चाहिँ पुरै उखु सेतो खालको उखु जस्तै पो हुने रहेछ त यो घाँसको। यो त बिउ पनि यही हुन्छ नि होइन? हरियो डाँक्ला यसबाट पलाउँदो रहेछ नि त। यहाँ चाहिँ
यहाँ स्टाफहरूले पैसा छोडेर गएछ तलब थालेको दिन केराबारीहरू अखडा मार्नेको ठाउँ अहिले फार्म खोलेर यो साथ छैन हो किसान निर्वाहमुखी बन्न पनि सकेको छैन कृषि पेसा निर्वाहमुखी फेसबुकलाई चाहिँ हुँदैन अरे त्यस्तो क्यामेरा त एकदम राम्रो छ भिडियो है अहिले नयाँ निस्केको थियो बाख्रा चढ्दै चढ्दै माथि आएर कस्तो आउनु साथै फर्किजाने सल्लाह गरेर आएको त नि सबै थाहा छ नि यो टाँकीको मुन्टाउनु खान्छ है धेरैले खान्छ त ऊ सबै खाएको छ